तँलाई यो भ्लग देखेर के हाँस उठ्यो कि क्या हो थम्बनेल देखेर एन्ड तपाईँको त्यो जादुवाला पोज प्लिज एकचोटि फेरि भ्लगमा ये सो हेलो नमस्ते एन्ड गुड मर्निङ एभ्रीवान वेलकम ब्याक अगेन टु माई च्यानल सो अहिले म निस्किन लागेको छु कलेजको लागि एन्ड बाहिर गएर म तपाईँहरूलाई भेट्छु सो ओके guys now we are in PK and I'm with the craziest man woman alive क्या करेंगी आप क्या करेंगी आप क्या ही कर सकती है बताइए इतना ही बोलेंगे आप हेलो हेलो कैसी हो आप बताइए सो नाउ वी आर इन PK लाइक आज पनि म PK आएको थिएँ एन्ड हाम्रो चाहिँ यहाँ काम थियो हल्का एन्ड वी आर इन हियर राइट नाउ दिदीको बहिनी पिनाजु सो वाट हु इज कमिङ दिदी तपाईँ हो तपाईँ तल जानु रे बनाइसके हैन सो हियर इज आवर दुब्ली मान्छे यु अल नो दिस यु अल नो अबाउट गाइज सो म चाहिँ अहिले भ्लगिङ गर्दै गर्दै यस्तो पिकेको टुर दिँदै हो सो आउनु सक्नुहुन्छ क्या तर म बोलाइरहेको छैन कसैलाई भनेर नि भन्दिनँ सर त म भ्लगिङ खतरा गरिरहेछ अकर्डिङ टु यु हेरे होइन च्यानलको नाम त्यत्रो भने होइन भने तिमीलाई झन् हेर्न सक्नुहुन्छ च्यानलको नाम दिनदिनै भनेर लिङ्क सेयर गर्दा पनि भिडियो नहेर्ने मान्छेहरू यहीँ छन् मेरा नजिकका मान्छेले सपोर्ट नगर्दै मलाई म के भन्न चाहन्नु तिमी मेरो भ्लग नहेर्ने हेपीको सो मेरो चाहिँ भ्लग अहिलेसम्म कोहीले पनि हेरिसकेको छैन रे and I'm okay with this. I would love to do my vlogging. So everyone is shocked I'm doing this. And I want आज चाहिँ परिरहेको छ बाहिर पानी हेर्न सक्नुहुन्छ हल्का चिसो चिसो मौसममा भ्लगलाई क्रेजी बनाउँदै म साँच्चै हेरेन मेरो एउटा भ्लग च्यानल नेम इज सुशील खड्का भ्लग इफ यु डोन्ट नो सो हामी चाहिँ अब जाँदैछौँ माथि हुनुहुन्छ अर्को एकजना दिदी एन्ड दिदी तपाईँ मेरो भ्लगमा आउन चाहनुहुन्छ दिदी हुनुहुन्छ त्यता अनि हल्का किचन चाहिँ छ अँध्यारो सो डोन्ट माइन्ड गाइज के भन्न चाहनुहुन्छ तपाईँ आउने नभए काम लगाइदिने अनि भ्लग बनाइरहेको छु काम लगाइदिने गाइज यो चाहिँ भएन है मानिँदैन यो चाहिँ सो यहाँ चाहिँ हल्का देखिँदो रहेछ चट्ट लगाएर एन्ड यो बाहिरको भ्यू अगेन देखाउँदै हल्का कस्तो भन्नु बादल कालो कालो भइरहेछ हल्का पानी परिरहेछ एन्ड म फेरि दिल आज नि भाइरल बनाइदिउँ अस्तिको त पुरै 8 भ्युज आएको छ क्या 8 भ्युज आएको छ अस्तिको 8 भ्युज यो चाहिँ भएन नि गाइज हाम्रो चस्मा लगाएको दिललाई पनि यसो टिकटकमा भन्दा बाइक भाइरल गराउनु सक्नु पर्यो सो ओके मजाकलाई साइडमा राखौँ के आज चाहिँ म जाँदिनँ घर म बस्छु दाइकोमा सो आज बेलुका चाहिँ हामी भ्लगलाई फेरि बनाउन सक्छौँ मेबी नट के थाहा बेलुका के हुन्छ लेट्स सी एन्ड आई विल मेक यु आफ्टर निस्किने बेलामा के को आफ्टर इङ्ग्लिस बिग्रियो मेरो आज नि इङ्ग्लिस बिग्रियो जहिले पनि भ्लगमा आउँछु इङ्ग्लिस बोल्छु भने चाहिँ प्लाच्ची बिग्रिन्छ क्या लाइक ओके भ्लग बिग्रियो नि केही छैन साँच्ची तपाईँलाई मैले भ्लगमा साँच्ची डेली अपलोड गर्छु जस्तो लाग्छ सो अपलोड चाहिँ डेली नै गरेर आएको छ लाइक इट इज 4th डेको अपलोडिङको चाहिँ लगभग 4 5 दिन भएको धेरै भएको छैन 4वटा गरेँ अहिलेसम्म सो अहिले चाहिँ म तपाईँहरूलाई घर जाने बेलामा भेट्छु सो ओके गाइज अलराइट इट्स टाइम टु लिभ पिके दिदी यता हेर्नु तपाईँले त कच्चेट देखाइसक्यो इट्स टाइम टु लिभ पिके वाट यु वान्ट टु से वाट इज यर लास्ट वर्ड्स बिफोर लिभिङ पिके आई वान्ट टु न्यू अबाउट द्याट बी गुड डु गुड बेस्ट अफ थ्याङ्क यू एन्ड तपाईँको त्यो जादुवाला पोज प्लिज एकचोटि फेरि भ्लगमा ये सो अहिले चाहिँ हाम्रो यहाँबाट निस्किने बेला भइसकेको छ फाइनली लाइक इट इज 8 PM होइन बेलुकाको त PM होइन सो इट इज 8 PM सो हाम्रो निस्किने बेला भइसकेको छ के भन्नुभयो इनकी हरकतें बच्चे जैसी है रुकती कभी नहीं दिल का बच्चा है जी क्या ही कर सकते सो अब चाहिँ यहाँबाट हाम्रो निस्किने बेला भइसकेको छ यहाँबाट सिधै म जान्छु जाई बाटोमा लाइक आज चाहिँ म करण दाइलाई नि भ्लगमा फिचर गर्छु फर द फर्स्ट टाइम
And okay, finally guys, now I'm back to my home and आज पनि ढिलो सो आज चाहिँ म करण दाइकोमा जाने भनेको थिएँ बट म घर आइसकेँ बिकज घर आउने काम पऱ्यो एन्ड हियर इज ओए सिगाने सो मेरो कन्टेन्टको दुकान के भन्न चाहन्छस् जहिले पनि कन्टेन्ट दियो भन्छु केही पनि भन्न चाहन्न भन्छ यस्तो चाहिँ गर्न पाएन So okay, after the dress change, I will meet you. Right guys, also मैले चेन्ज गरिसकेँ मेरो लुगा एन्ड हामी चाहिँ अहिले छौँ किचनमा बिकज लाइक हामी चाहिँ अब तरकारी बनाउँदैछौँ एन्ड यो तरकारी बनाउने मान्छे आज पनि तैँले यही फोहोर लुगा लगाइस् होइन त गोरु पछाडि हेर्छ पुरै पिठो लागेको सो अहिले चाहिँ यसले आलु काट्दैछ एन्ड तरकारी बनाउने कुक चाहिँ म ओ पानी घोप्टाइस् तैँले पानी पक त तँलाई पक ओ हेर्न यहाँ पानी तँलाई सो अब हामी बनाउँछौँ तरकारी केले गर्दा कुर्सीले गर्दा अनि एप्रोन लाइनस् एप्रोन पछाडि हुँदैन नि त सो ओके त्यसले अर्को आलु काट्न त्यो इयरबड चाहिँ किन चलाएको नि फेरि ल फेरि त्यसमा कनेक्ट भइसक्यो क्या यो आलु काट भने आलु पुग्दैन क्या यति आलुले अलि पुग्दैन काट सो यसले चाहिँ आलु काट्छ एन्ड म चाहिँ तरकारी बनाउँछु हल्का मेहनतको काम हो फेरि यो भ्लग बनाउने बेलामा मलाई अटोमेटिकली के हुन्छ बोल्दै आउँदैन स्माइल हल्का डेमोन्स्ट्रेटिङ हुन सक्छ मेरी अनि फेरि एउटा मात्रै काट्नु है 2-3टा काट अझै यत्रो आलु काटेर के त चकचके बाँध यहीँ तँलाई त्यो थम्बनेल देखेर हाँसु टेक्ख्या सुस्ला दिदी फुट यो बाँदरले पानी घोप्टाइदिएर झन्डै पछाडिन्छ त्यो एकचोटि फोन निकाल्नु न आबी पिट चेस हेर्नु सक्नुहुन्छ दर्शक बिनमा के भन्नु अरे ऊ खिच्नै पर्ने खालको छ अनि सुपाकी यता हेर न झन्डै मुन्टेको म आज यहाँ हेर्नु यहाँ रुक्नु म तपाईँले देखाउँछु I'm gonna show you फेरि के हेरेर बस्दो रहेछन् फेरि तपाईँलाई म देखाउँछु हेर्नु न यहाँ यसको अनुहार हेर्नु न यहाँ हेर्नु न थम्बनेल हेर्नु न त्यहाँ मैले चाहिँ थम्बनेल बनाइदिएको हल्का बिस्कुट क्लिप चाहिँ काटिदिउँ कि ऊ यत्रो पानी घोप्टाइसक्यो खाना बनाएर भेट्छु भनेको गाइस यस्तै भयो अब चाहिँ खाना बनाएर भेट्छु ओके गाइसहरू चाहिँ मेरो खाना खाने टाइम आइसकेछ मैले खाना बनाइसकेको छु भ्लगमा देखाउनु पर्ने हो कि नपर्ने हो आई डोन्ट नो आई जस्ट सो द थिङ आई डु फेरि हेरिराखेछ सो ओके अलराइट गाइज अहिले चाहिँ हाम्रो सुत्ने बेला भइसक्यो एन्ड इट इज लाइक कति भयो 12 AM सो आज पनि लाइक आज चाहिँ यो मसँगै बस्यो भ्लग बनाउन्जेल अब हरकत मत गर्न लाइक नगर सो if you like this video, do like, share and subscribe. I don't want to make like this clip too long, like good night भन्नलाई मात्रै हो like it is 12 AM हल्का एडिटर गर्दा टाइम लाग्यो मलाई so thanks for watching